हेलो नमस्ते सन्चै हुनुहुन्छ। म चाहिँ आज होइन आफ्नो लाइफको चाहिँ एउटा कहानी भन्न आएको क्या। मेरो नाम चाहिँ निर्मला पौडेल होइन, अनि मेरो घर चाहिँ अहिले त कञ्चनपुर हो। मेरो माइत चाहिँ पर्सा जिल्ला हो कि। अनि म के भन्न आएको भन्दा हामी सानो हुँदाखेरि के सायद 6 क्लास पढ्दाखेरि होला होइन। अनि एकजना हाम्रो आफन्तै पर्ने, अब आफन्तै भन्न पऱ्यो के अरे, आफन्तै त उनीहरूको चाहिँ पक्की घर थियो कि, अनि हाम्रो कच्ची घर थियो। अनि कच्ची घर, अनि त्यही माथि हाम्रो खरको छाना थियो कि त्यति बेला। अनि भर्खर लाइन आएको भयो होइन। अनि त्यो खरको छानामा चाहिँ लाइन लगायो भने आगो लाग्छ भनेर हामीलाई चाहिँ बिजुलीवाला त्यो पोलवालाहरू हुन्छ नि, त्यहाँबाट चाहिँ लाइन नलाउनु होला, पहिला टाइल फेर्नु होला अनि लाइन लाउनु होला भनेर हाम्रो घरमा चाहिँ लाइन थिएन। अनि हाम्रै नजिकैको आफन्तै पर्नेको घरमा चाहिँ लाइन थियो कि। अनि त्यसपछि उनको चाहिँ पक्की घर थियो। अनि पक्की घरभित्र अब हामी बस्ने पढ्ने त एलाउ त थिएन हामीलाई होइन। अनि बाहिरको रोडतिरको एउटा लाइट बल्थ्यो कि, लाइट बाल्थे तिनीहरूले। अनि त्यो लाइटको प्रकाश चाहिँ हाम्रो कच्ची घरको पिँढीसम्म आउँथ्यो। अनि पिँढीसम्म आइसकेपछि अनि त्यो लाइटको प्रकाशमा चाहिँ हामी पढ्ने कि। अब आफ्नो घरको लाइट थिएन नि, उनले अब कति बेला बत्ती बाल्छन् अनि पढौँला भनेर हामी बस्ने। अनि मेरो बहिनी थिए मसँगै एउटै क्लासमा पढ्ने, त्यो आफन्तकै छोरी थिए। अनि मसित बुक पनि नभएको, अनि उसलाई अलि राम्रोसित नआउने, मलाई चाहिँ आउने होमवर्कसम्म। अनि त्यो चाहिँ मलाई सिकाइदिएन भन्दै आउने। अनि त्यसको मम्मीले चाहिँ किन जानु पऱ्यो त्यस्ता नङ्गा बुदुङ्गा कहाँ भनेर म तिमी आउन पनि दिन्थेनन् कि, हुनलाई मेरै बहिनी हो। अनि त्यसपछि हामीले अनि ठ्याक्क लाइट बालेकै हुन्थ्यो होइन। अनि जति बेला हामी यसो पढौँ न त भनेर जाँदाखेरि अनि हामी त्यो तिनको त्यो लाइटको प्रकाश हाम्रो पिँढीमा आउँदा हामी आफ्नै पिँढीमा बसेर अनि यसरी हेर्थ्यौँ कि। हेर्दाखेरि त्यो हामीले किताब खोल्ने बित्तिकै अनि त्यो लाइट बन्द गरिदिन्थ्यो क्या तिनीहरूले। अनि त्यो कुरा चाहिँ अहिले मलाई झल्झल याद आउँछ कि, त्यस्तोसँग व्यवहार गरेका क्या तिनीहरूले। अनि अहिले चाहिँ यति टाढा, अब त अहिले त सबै कुरा राम्रो छ होइन। हामी सबैजना मास्टर डिग्रीसम्म पढ्यो, 5 जना दाजुबहिनी हामी। अनि सबैको सरकारी जागिर छ, मेरो मात्रै प्राइभेट जागिर छ। अनि अहिले चाहिँ सबै कुरा राम्रो भएपछि आउनेस् भन्छन् क्या। त्यस्ता कहाँ किन जाने के, मलाई त जानै मन लाग्दैन के, खै किन पो हो।